बिहे गर्न लागेको होइन र मेरो कुनै स्वार्थ पनि छैन। म त यो घर परिवार र उहाँको खुसीको लागि बिहे गर्न लागेको मात्रै हो र उहाँको बिहे दोष कटाउनको लागि मात्रै हो। कटाउन अरू केटी भइदिएको भए मान्थ्यो त, अझ राम्रो गर्थ्यो। बुझ्दैन होइन, मलाई पनि नराम्रो देख्छ अझ। बिहे गर्नु मान्नुहुन्छ त? उहाँ किन नमान्नु, मानिहाल्नुहुन्छ नि मसँग। ममा के कमी छ र? यदि उहाँ मसँग बिहे गर्न मान्नु भएन छ भने गर्दिन म, र बिहे गर्न मसँग उहाँ मान्नु भयो भने तिमी बोल्ने होइन, चुप्प लागेर बस्नु। सुन्यौ नि?